नोमानी हुन्छ बान्नु पर्दैन अन्य गाडी के ल्यायो खोइ तिमीलाई के छ पछि काटे जस्तो यो तल खुकुरी लाग्छ भने ल्यायो लाग्छ भने ल्याऊ अहिले घरमा खुकुरी भाँचा के गरेर दामले सधैँ घाँस लिएको तपाईले आइहाल्छ नि गाडी ठ्याक्क त मुढा पारेर घाँस भनेपछि मरिने खाना पार्छ खाना पार्छ दुईटा बुढाबुढी थिए घाँस हाल्ने एकछिन मान्छे अलि लाग्छ किलो चाहिने किलो चाहिने अहिले बस्नु भन्नु पढ्न त हेर्छु भाँडाकुँडा केही देखिन नढालिकन लखनले भइहाल्यो भाँडे ठाउँमा हाल्थ्यो अझै त्यसै गर्नुपर्ने हो क्या भाँडा अहिले मलाई झोक्टो बस्नु मलाई मार्ने भनेर जसरी मर्छ यस्तो मुहामा देऊ न मुहामा देऊ न पुछन नसम्म रे खुट्टामा लाग्यो क्या खाँदै खुट्टा भएन दोबारे भएन अगाडिको लात त भुत्तरले हान्छ पछाडिमा हान्छ अगाडि के उस्तरी हान्छ अनि अलि ओह्रालो पार्नुपर्छ गर्दा कहीँ कुदेको तल मार्ने बल पनि गरेको अलि यो अलिक घुम्दो घुमो क्या रागे घुम्थ्यो क्या अर्को कसैको हल्ली खाली चाहिँ हामीले अर्को काटेको हुनु परेन अर्को पोलिसले काटेको छैन जानुपर्छ फुलपाती दिनु जान त पर्छ क्या त्यसो भए जानुपर्छ भने भन्छ भने मलाई भन्छ धेरै रक्ती खाने हिजो बल गऱ्यो अस्ति बल गऱ्यो कहाँ यहाँ लागेको छ नि
पानी हालेर पखाल्दिमै त्यो रोक सुन अलि त घुम्दै क्या थोरै घुम्नु क्या हान्ने त हालो त्यो नभए अझ पातातिर हाल्ला जस्तो होइन ठिक थियो हान्ने बेलामा यस्तो बटाएर दियो क्या अलिकति बटाएर क्या बल चाहिँ तोडले हानेको बल गरेर अनि दोहोरो पल्टामा अन्त हान्नु हो कि आफूतिर एकेटा आउन आ भन्दै दोहोरो पल्ट चाहिँ अन्त भयो क्या काकालाई पर्केको काकै अनि खोइ ऱ्यागहरू हलिसक्यो छ घुम्नेको छैन त्यो 10 मिनेट आउँछ अनि 10 बजे पर्खेर बसेको कति मिनट हुने लु यसको के अरे कहिले दागती दिने दागती दिइहाल्नु पैसा अरू शान्त यतामा पठाइपट्टि म खान्न भने के गर्छ नि बिहान रोज खान्न भनेको थिएन यस्तो गर्नु न यस्तो कसो ल यो फर्किएको पनि ल प्रतिके तनी आउँछस् है यहाँ याद छ नि तनी आउँछस् यो प्रतीक बहादुर म ह्यान्डसम छु र भन्नु गरेर उनीहरूको कति राको ल्याएको खाजा खाएको खाजा अब चिरा मासु खाने भयो यस्तो हुने रहेछ ल रागो पोलेको गाइज आज फुलपतिको दिन हाम्रोतिर चाहिँ रागो काटिन्छ दसैँको लागि यता भुत्ले रहेछ उति न भुत्ले छ भने यता मुनि हेर्नु त्यो निसाल हालिन्छ यो पाडे भुत्ले भुत्ला छ अलि पछाडि सबै भुत्ला छ पढाउनु यत्रो भुत्के त्यति गर्न डर्दैन ओहो कति मान्छे सबै बोलाएको नि अर्को तल तान्नु त मनलाम फुलपाती यता चाहिँ गर्नु यता छिनसँग अनि यो लगेर छिमेकी भएर हाम्रो मामा नि 15 धारी ल 15 धार्नी पैँसठी धार्ने भने भन न 70 भने 15 भन्छ 70 भने जोडेर भनेकै बुढा जति परे नि ए ल लाओस् ए उचाल्न अलि 80 धार्नी ल कहाँ खाले अनि कहाँ छैन त नि अर्को डोरी लिएर पाउँदै कता फर्काएको उता यो झिक्ने पहिला एकछिनै
यहीँबाट थाक्सिन दिनु निर्दय सट्ट बन्चर हान्दा नि नछिन्ने कस्तो हो ल 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 हानिस आइसक्यो फोटो काचक कुचुकै बनाइसक्नु भयो ढुट्टो पारेर हो नि त नि के उसको भागमा हड्डी जान्छ कि भन्नु छैन घाँसै निकालेर पहिले यो झिन गरौँ छेउमा मात्रै निकाल न छुटिसक्यो त त्यहाँ मात्रै क्या हिँड्नु पर्दैन निरो दाइ यो खोइ ल्याउन खोइ यहाँ कसले जान्नुपर्छ कसले आउँछ भने त पनि काठमाडौँको उता होस् नि सिकेकै होला होस् नि त्यही काम गर्दै हामीमा काम गर्ने मात्रै जान्न चाहिँ मलाई त अहिले काम गर्ने काम गर्नेले मात्रै गरेर यति गर्ने नि अहिले हामी काट्दै बेला होइन एक ठाउँ थुपार्ने हो होइन त्यो ठिक हो बोरा पे गरेर उले झार्दाको भिडबाट झारिन्छ प्रत्यक्ष प्रसारण गर्न तपाईँ बिचमा छ बिचमा सबैजना आयो अब यसरी केही भएको छैन जानु न है कसले ठिक्क पाल्छ आउने लिएर जान्छ मलाई बिहान समातेर गाइन राख्यो ल खोल नि त खोल खोइ भाँडा सेडो के छ ल्याउन है सानो सानो रक्ती नि आइछ फोटो छ उहाँ छ उहाँ हाल्नु घर क्यारे दाउरा चिर्नु भयो यहाँ छिटो न यहाँ गर्न ए कला दिने हो होइन त
बाघले मासु भेटिन्छ यो हातले आउँदैन यो काट्ने कता कता लान्छ अरे फेरि यसले बिताउला लागेछ मलाई यहाँबाट यहाँ छोलेछ काट्ने के त पहिले बिताउला लाग्यो हेरेर बस्नु योमा तलदेखि निकाल न त्यो पोसो निकाल्नु पर्दैन कि यो निकाल्दा काट आन्द्रा होला होइन आन्द्रा क्या बोसो यत्रो यो उहीँतिर गइसक्यो निकाल्दैन काट पिस गर्नुपर्छ नि बोसो अहिले छुटाउला नि पनि बोसो यहाँ काटिनु खाडो काट्नु हात पर्छ यो महारानीलाई कसले फालेको थियो महारानी आन्द्रा चाहिँ पोहोरको जस्तै पोहोरको भन्दा माइलो पोहोरको भन्दा जान्नमा मान्छे हेर्न सक्नुहुन्छ सबैजना आफ्नो काममा छन् अहिले हामी गाउँघरको केटाहरू यता यसरी बोल्छ अनि अर्को आयो खै बोल्दा गाइज हाम्रो यहाँ पनि काटा छ माथि नि काटा छ है आज सबै घरमा मासु लाग्छ होला आज चाहिँ फुलपातीको दिन हो हाम्रोतिर चिराको काटेको छ तपाईँहरूकोतिर के काटेको छ भन्ने हो अहिले हामी पिङ पनि खेल्न जानेछौँ यहाँ हाम्रो म तपाईँहरूलाई यहाँ हुने जतिको नाम भनिदिन्छ नि यो कता जान्छ यहाँ हुन्छ साइनो काका उता हुनुहुन्छ त्यो दाई अनि खोइको चिनिनमा अनि यो हुन्छ प्रकाश दाई यो हुन्छ यो कोरी आकाशी प्रकाश यो कोरी है यो के अरे गोपाल दाई निरबहादुर दाई हाम्रो ड्याडी हाम्रो परतिरको ठुलबा हाम्रो हजुरबा हाम्रो भिनाजु यो पनि भिनाजु अनि त्यो परतिरको ठुलाबा अझै एकजना मान्छे के हो ए यहाँ हो हाम्रो धाराबारीको अनि हाम्रो मिठो दिदी बाल्टिन बोकेर आउनुहुन्छ म यो बाल्टिनमा बसेको है बाल्टिन फुट्छ नबस भन्नुहुन्थ्यो यहाँ हेर्नुहोस् यो प्रगति हो यहाँ चाहिँ दिमाग आउँछौँ यहाँ छोप्दैछौँ हामी छोपेर राखेका छौँ सबैजना अडिङ्गा लाउँछ त्यो टाउको यहाँ आन्द्र पखाल्दैछन् भने यहाँ यो के हो यो के अरे
भुडी छ भने हुँदैछ चाहिँ मासु हड्डी छाला क्या तिनीहरू किड्नी कत्रो होला है उतै गएर हेर्न जा उतै गएर हेर्न जान तान्दैछु एकछिनै हामी बिचमा ठुल माइल ना यार अलि ओर आइज कति काटिन्छ यदि पानी हालिदिन्छु ल पानी मेनु कति गरेन खतरा बनाउनु ला भन्नु के छैन क्या बत्ती हो हो कति ग्रामको दुई धारी हो 1400 ग्राम यस्तो मुलालाई नि के जोखेर हिँडिराखेको दुई धारी कसरी भनिहाले के थाहा होइन मोती खाइछ खाको त हाल 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 ती खाएर ती भयो 200 ग्राम 20 जना तपाईँले भने ठिक हो पोइ पाए जस्तो भाग लगाउने भए भाग लगाएर लाने हो तर अहिले अब 18 भाग लाग्यो त्यहाँ झिक्नु कुरा भएन फेरि गडबड भइहाल्छ 18 भाग कि त 19 भाग लाउनु पर्यो त्यो पनि आफ्नै घुरा नभएको आफ्नै घाँस के लानु भनेको आउनु त तलतिर फुकाइदियो तलतिर गएर अब जोख्नु अरू जोख्नु भइसक्यो अरू जोख्नु भनेको स्वागत भएर पनि ल त आन उता त खाली चाहिँ यता ल्याउन हुन अलिअलि गइसक्यो अब सक्यो अब त्यो सबै सक्यो भने त मासुले खाले पछाडि उता यता त खाले माथि उले फाले होला चन्द्रहरूले हाम्रो त खाइ नै गरे म यहाँको लो यो जोखेर दुईटा जोखेर हाल्ने हो नि त टोटल गर्ने अनि त्यसपछि दुईटा मासु कहाँ कति वर्ष तपाईँ दसैँमा घर आउनुभएको भन्नु न म भयो लगभग 15 वर्ष हराएको थिएँ वर्तमान कुरो होइन नि त त्यो र यो राम्रो नराम्रो माटो गर्छ नि त तिथे त्यसरी हुँदैन कसरी हुँदैन त्यसरी हुँदैन के तिथे अगाडि पछाडि मिसिन्छ के मासु अगाडि कसरी अनि एउटा फेरि अगाडिको जोख्ने फेरि पछाडिको जोख्ने मिल्छ त अनि त्यसै गर्ने हो क्या नत्र अगाडि हाइ टेरेको यार अगाडि पछि एक ठाउँ हाल्यो नि त अगाडि पर्छ एक ठाउँ यो यसो गर्ने रौन एउटा मासु भयो यो एउटा भयो अनि अब यसमा गर्ने यार ह त्यता त्यता कता बढ्न हेरेर त के यत्रो गर्नु यो अनि हामीले चाहिँ गरेन बल्ला सबै गरेको त्यहाँ नगरेको यहाँ के बारेमा गर्दिन्छ त होइन के त्यहाँ तिमीहरूले लुगा धुयो हामीले मासु काटिन्थ्यो नि त त्यहाँबाट निकालिन्थ्यो नि त हो त्यहाँ ट्याक पारेर हान त अब यसलाई बनाउनु 18 भयो त्यो खुकुरी निस्किँदैन बाहिर
काट्ने खुवाइ नै हो उसलाई त घामको घाम भएको छ तेरो दायित्व जोख्ने चाहियो मासु मिस्यो है बाक्लै बाल्नु पर्यो कि यसमा यो चार्ज हुँदैन पुरानो भयो त्यही त हो नि पुरानो भएपछि तीनटा भाग उठाएर उता लानुपर्छ अब यो हाले पनि त सकियो नि यार हाम्रो त काम त्यो बोरा भयो ल्याऊ लु यो हाल्दिउ मासु फेरि पछाडि नआएको लाग्छ क्या मासु दुखेको नदिनु हड्डी निकाल्नु हड्डी नमिलेको जति बढी भयो नि हड्डी निकाल्नु हाल्नु पर्यो त मलाई यो सबै आदि यो चाहिएन दुधी भागा हुन्छ दाइ 800 गरम गरे हुन्छ 800 त्यहाँ 750 ग्राम होइन यो अब 8 किलो भयो रोजेर लगाउँदैन के त्यही भएर हो कि हामी लास्ट थाप्ने के हामी छोडेको लाने हामीलाई हालेको थाहा छ बराबरी चाहिँ सबैको मासु त्यही बढाएको छ मासु एउटा चौटो हडी छैन हड्डीमै तलमाथि अलि त्यही हो हडी नाच्दा पानी अघि भएर थापे पानी जान लियो भने टेर्दिन सबै थोक हाल्नु पर्छ आउँदैन यो त नजोखिकन दिएछ फेरि जोखेन नि यो 24 भारी घाँस पोक्यो कि यही त 24 भारी घाँस हो चढाउनु पर्छ गाइज हाम्रो चाहिँ यहाँ आन्द्रा त्यत्रो दिएछ नि आन्द्राबाट नदिएको फलमास दिन्थ्यो भने त म त भित्र हुन्छ यो लाडो उता राख्ने भित्र राख्दिनँ अब कहाँ राखेँ त अलिक पर राख्नु घरमा के छ माथि घरमा भनेको माथि घरमा के यो ढुङ्गाहरुमा हैन माथि घरमा माथि चार चार भाग अनि के रे कहाँ दिन्छ त उनीहरु
22,000 आयो 4 भाग पानी 11 5 भाग हुन्छ है अनि कति चाहिँ 5 चौको 20 5,500 के यो त 95,500 अरु थाहा छैन किन आएको कतिचोटि आएको आफ्नो राखेर खाने ठाउँ जाने अर्को राखेर ठाउँ गएर आउने हो कुर्दिन फेसमा हाल्छ फेसबुकमा हालेको होइन होइन यसो मेमोरीको लागि हो ठोक्ने खै को तिमीले जहिले राखेको यहाँ मासु चोर्न आएको होला कसको मासु हराउला अहिले आमा दिने तिमीलाई कतिको मलाई आधी दिने यसको आधी कतिको मासु भयो कतिको मासु मासु जति होइन नभएर लासी आन्तरिक मिलाउने भनेको पकरले कति ल पहिला त्यसो भन्दा मासु कति 50 को रहेको 50 को गएको जति लगे पनि नो गाई लाग्ने छैन त उमा छ क्या उ त्यो अलि सानो भयो जस्तो पनि हाम्रो के अरे भाडा सबैको ठुलो त्यही भोलि सम्झिनु अर्को पालि काट्दा नि मम्मी हो यस्तो बाली ल्याउनु न 2 4 6 वटा भयो हाम्रो पनि छ है यता आमै ल बाँड्नु प्लास्टिक लिएर आउँदैन हुन्छ रक्ति थाप्नलाई 1 2 3 4 5 6 7 8 एउटा कोही कता गयो उता राख्नु 9 10 यो हाम्रो मान्छे त 9 जना हैन कहाँबाट आयो 10 जना बोर्डको ल्याउनु बोर्डकोमा ग्याप जब गएर ठ्याक्क नभए लाग्दैन बस के गर्नुहुन्छ तपाईले त्यसमा अट्छ दाइ यो पनि भान्सी अच्छा के त्यति पनि पाइन्छ कि पाइँदैन हाल्नु छिटो कति बढ्को हुन्छ इक्वेलै सबैलाई एक थो पनि बढी कटिएन नपी रहे हो त्यो आरी हाम्रो आरीको भाइ पनि राख्नु रे आरीकोले मात्दिने हो आरीकोले मात्दिने हो ल त्यस्तो मान्छे हाल्ने पहिला जसुकै हाल्नु तपाईँ मिर्ची हो यता हालिहाल्नु कहनु न यार आउँदैछ त लाइनमा कति हतार गरे हो कति आउँछ कि आउँछ बरु हामी नलगिने यो दाइले के गरे यो भरि हाल्दैन चाहिन्छ यसरी अट्छ दाइ 4 5 यसमा छ ओइ थाप्दै नि त आम्मा यो भरि जान्छ उसको हो यो थाप्नु के हुँदैन क्या सबैलाई हाम्रो बाउको घर हो के कसो हो छोराको केही जान्दैन भरेन है कसको यो पाल्टिने भरेन 2 4 6 8 त्यो टप के छ हैन नौ त्यो गयो त्यो हाल्नु त्यो फिर्ता आयो अलिकति बेसी भयो हस् केलाई पनि जोख्ने कोही जोख्ने थिएन जोखेर हाल्नु अब यति जाला केटा नभए पानी ल्याएर थाप यति हाल्नु है त पानी ल्याएर थाप न ल कति